हामीलाई के लाग्छ भने विप्लव कार्यकर्ताहरूले कुनै भाग नपाएर चाहिँ फुटेको जस्तो लाग्दैन हामीलाई। किन भन्नुहुन्छ भने प्रखण्ड स्वत उठेको चाहिँ पर्यटन मन्त्री हो हैन, अथवा चाहिँ एबिसी तपाईको चाहिँ मै पनि भनौँ न हैन, म पनि बढी नभए पनि अहिले पनि वडा सदस्य र वडा अध्यक्ष अथवा चाहिँ त्यो हुने अवस्थामा हुन्थे म माओवादी केन्द्रमा भएको भए पनि, अथवा चाहिँ विप्लव पनि तपाईको चाहिँ नफुटेरै मलाई कुनै पद देऊ है भन्ने हो भने सामान्य मन्त्री पाउने खालको विप्लव हो हैन। अब सन्तोष बोटेको कुरा गरौँ, सन्तोष सर पनि यहाँको निर्वाचित सांसद हो नि 65 सालको, त उहाँ पनि सामान्य हैसियतको मान्छे होइन हैन। अनि अब त्यो राज्य सत्तामा गएर केही गर्नुपर्छ भन्ने खालको कुरा हो भने त्यो हामीले भाग पाउँथ्यौँ, प्रचण्डैसँग भए पनि भाग पाउँथ्यौँ। अब अथवा त्यहीँ नगरे पनि हामीले चाहिँ भागै खानको निम्ति अथवा आफ्नो जीवन चलाउनलाई जे गर्ने हो भने त गर्न सकिन्छ नि। तपाईँको मैले पनि केही गर्न सक्छु, सन्तोषहरूले केही गर्न सक्नुहुन्छ, त्यो खालको चाहिँ हामीसँग क्यापेबल भएको नेताको टिम छ हामीसँग। हामी चाहिँ केही भाग नपाएर केही गर्नुपर्छ तपाईँको चाहिँ भनेर चाहिँ निस्किएको मान्छे हो।